एक्टिङ साच्चै भन न कसम बाटो देख्छन् न अनि बरु तपाईहरुले हामीलाई प्र्याङ्क गरेको त्यही भएर त सिद्धार्थ भन्छ सिद्धार्थ हेलो सिद्धुको मम्मी हो काका छोरा भनेर के भन्नु हेलो फ्रेन्ड्स हजुर मेरो नयाँ भिडियोमा धेरै स्वागत छ। लास्ट भिडियोमा चाहिँ हामी डाँडा काँडा काटेर ट्रेकिङ गरेर हामी साइलीमाझी घरमा आइपुग्न लागेको थियौँ अनि म यो भिडियो चाहिँ त्यहीबाट कन्टिन्यू गर्छु। माइजू घर चाहिँ माइजू चाहिँ यहाँ भर्खरै घाँस लिएर जानुभयो मिन्दा हामी उताडामै माइजू नमस्कार नमस्ते यही हो यो चाहिँ हाम्रो साइलीमाझी घर हो कि कस्तो फिल भएको छ भन्नु त एकदम रमाइलो काजल मिस हरि अप कस्तो फिल भयो मात्र सुशील सरले चाहिँ त्यसै सर्टकट लिइरहनु भएको थियो। फेरि यताबाट तिमीलाई राम्रो बाटो राम्रो दृश्य देखाउन छु तिमीले बिच गर्छौ हेर्न सक्नुहुन्छ बाटो कस्तो हो फ्रेन्ड्स। खासमिस ध्यानसँगै अलि सिधा पारेर हिँड्नु फेरि पनि नमस्कार माइजू नमस्ते माइजू फाइनल्ली युथहरू यति माथि पनि आउनुभयो। हजुर किस्मतले पनि यो गोठ बाख्रा खानु मन लाग्यो बाख्रा सिकार काटु हजुर बस्नु यहाँ माइजू र परमेश्वर ल काजु मिस त आउनु न उहाँहरू चाहिँ माइजू हाम्रो साथीहरू हो कि हाम्रो माउलाई घुम्ने भनेर ल्याएको कि ल बस्नु न उता मिस छिटो आउनु न मिस र हामीले यहाँ फोटो पनि खिच्यौँ। यहाँ नभएको केही छैन के सब मजा छ नि किस्म काजु मिस किन त्यहाँ छुट्टै बस्ने यस्तो घुम्दा त मजा लाग्छ भिर हिँड्दा त्यही त लिएर अहिले मैले तिमीलाई देखाउँछु एक ठाउँ होइन यहाँ ठुल्ठुलो मैले पनि सुनेको है ठुल्ठुलो ढुङ्गाहरू छ उता माथि होइन त्यहाँभित्र चाहिँ यस्तो पहिला राजाहरूले के लुकाएर राखेको भन्ने मान्यता छ कि साइडमा ठुल्ठुला ढुङ्गाहरू छ खन्न दिन्छन् होला फेरि त्यहाँखेरि उसहरू पनि छ कि के मान्यता नहन्ने जस्तो खजनाको तलासी गरौँ लुटाउँ हो क्या माइजूले हामीलाई घरमै फलेको सुन्तलाहरू पनि दिनुभयो। होममेड अर्ग्यानिक होममेड सुन्तला तेरै होला नि सुन्तला ल रुक्नु ल यो के हो अच्छा खुब हाँसो लाहा यसको एन्सर कोसँग यो के हो ओरेन्ज सुन्तला अनि एकैचोटि खाने किस्मत जस्तो हो क्या म मैले बिलाउती खाएको भिडियो लगाउनु त बिलाउती त मुखमा मैले त यसो गर्दा सानो भए पनि गफमा पार्नु अब हामी खजाना भएको ढुङ्गातिर जाँदैछौँ अनि उता चाहिँ हामी 4 जना जेन्ट्सहरू मात्र जान्छौँ। ए काजल मिस सानो सुन्तला हेर्नु नि सुन्तला यिनै ढुङ्गाहरूभित्र हो कि कता कता खजाना भन्ने यही होला बाँस पनि हो के भन्छ नि यहाँदेखि बाटो निक्लिने सुरुङ अरे तर फ्रेन्ड्स यहाँ सुरुङ पनि रहेछ मैले आजसम्म देखेको थिएन।
कुवा बाट्ने ध्यानसँग है यहाँ भित्र अलि भित्रपट्टि अलि भित्र जाऊ त यहाँ त हेर के भयो खै देखाउ मैले चाहिँ यिनीहरूलाई चिच्चाएर चर्साइदिएको थिएँ ए खै हिँड्नु न भित्र हिँड्नु न त एकछिन म त दाइलाई के भयो भने तर्सेको हिँड्नु न दाइ भयो कि नाइस माथि नजाऊ तिमी डरपोक यता हेर न मलाई नि दुम्सी काट चाहियो यता हेर न सुभाष भयो कि ए अझै एउटा दुम्सी काँडा खोज नि हेर्नुहोस् यहाँ कस्तो छ त्यसमा त्यो दुम्सी काँडा मलाई देऊ न यार यहाँभित्र के छ क्या म लिन्छु के हेर्नुहोस् फ्रेन्ड्स हामी कस्तो ठाउँमा छौँ हामीले त्यो गुफामा फोटो पनि खिच्यौँ यहाँ हेर्नु न दुम्सीको काँडा समेत कस्तो भएको भेट्टाको फेरि कोरले हो नि मलाई नि एउटा दुम्सी काँडा चाहियो हेलो गाइस म यो उसमा काम लाग्छ व्रत बन्धमा हेलो हेलो तिमीसित नि छ न दुम्सी काँडा मलाई ल्याऊ है एकचोटि लाइट अफ गर न म त गएँ माथि हेर न यी गुफा छ अहिले सिधा लौ त उता हल्का भिडियो गरिदेऊ यो भिडियो गरिदेऊ ल हल्का हल्का केही राम्रो छ तिमीले गरिदेऊ नि त्यहाँ लङ हुन्छ ए यहाँ दाइ गुफा लौ न लौ यहाँ गुफा हो यो प्राकृतिक गुफा हो प्राकृतिक केही हुन सक्छ यहाँ यही हो गाइस खजाना भएको म खजानाको खोजीमा आऊ तर खजाना भेटेकै होइन के देखाएको तिमीले यसरी भयो भयो अब गाइस यो चाहिँ खजाना हो यही हो गाइस खजाना भएको यही सानो गुफामा यहाँ हेर्नु सक्नुहुन्छ गाइस गुफा हो यो ल ल्याउ यो हामी खजानाको तलासीमा आइरहेको छौँ आज यहाँ ठुलै गुफा हो यो यहाँबाट निक्लिन बहुत गाह्रो छ गाइस यहाँ ए देऊ गाइस अब चाहिँ हामी निस्किन लागिसकेको छौँ होइन सिधा लङ हुन्छ दुम्सीका काँडा ल्याऊ भनेको त्यो बच्चाको चाहिँ यो त जब चाहिँ हामी लुक्छौँ तिनीहरूले हामीलाई एक्लै छोडेर गयो अब हामी चाहिँ लुक्छौँ यसरी छामिस हामी यहाँ लुकाउँ ल तिनीहरू दुइटा चाहिँ नलुक्ने अरे देखाइदेऊ त दुम्सी काँडा यता देऊ न दुईटा थियो कि कस्तो कलरफुल हुने क्या है यसलाई धौ न कस्तो देखिन्छ राम्रोसँग अनि माइजूसँग भएको दुम्सी काँडा पनि माइजूले हामीलाई दिनुभयो अन्त वाउ यो जति भ्याउ त धुन दियो थ्याङ्क यू त्यसमा चाहिन्छ यो मलाई एउटा दियो घरलाई सजाउँछ माथ्यो भने राति तिमीलाई माथ्यो पनि आयो तर किस्मत यहाँ गोलिन्छ तिमीलाई गर्नुभन्दा पहिला मलाई गर्नु क्या त्यो त कान मुखा गरिदिन्छ माइजू बाई हामी गयो ल बाई माइजू ए त्यो सुन्तलाई कुण्डली गाउँ त ल त एउटा माइजसँग फोटो खिचौँ बाई जय परमेश्वर बाइक स्टार्ट हानेको क्या तिमीले बाई हाम्रो कादर हेर्नु फ्रेन्ड्स हामीले बाटोमा जाँदा खन्या पनि भेटाइयो खानेवाला हो कि नखानेवाला त नि हेर कसरी थाहा हुन्छ र खानेवाला भन्ने यो पाकै हो
तिमीले त जिला पनि खल्लु यता रहेछ है मिस घरले हेर्नु काजल मिस चाहिँ मसँग रिसाउनु भएकै छैन हेर्नुहोस् अहिले चाहिँ काजल मिसलाई मैले दुम्सी काला हल्का बज्दै थिएँ सरी काजल मिस सरी काजल मिस सरी काजल मिस कतिको साइज हुनुहुन्छ माफी गर्दै भन्दै नि त ए ल हेर्नु फ्रेन्ड्स हामीले यो फुल पनि भेटायो यो फुल कति गुलियो हुन्छ आउनु यो कति मिठो हुन्छ खानु त सबैले सिद्धार्थ टेस्ट गर्ने हैन अलि भेन्छ र खानु काजल मिसलाई के भएको एक्कासी ठिक हुनुहुन्छ नि काजल मिस ट्राइड काजल मिस लागर के भयो तिमीलाई स्ट्याचु भयो क्या कति घाम आएको छैन स्ट्याचु काजल मिसला जति त भिडियो त किस्मत मेरो गराइदियो त आइफोन देखि हुन्छ हामी जाम यिनीहरूलाई यो बाटो थाहा छैन जाम हामीलाई चाहिँ तिनीहरूले भालाइदिएको थिएनन् अनि हामीले चाहिँ तिनीहरूलाई प्र्याङ्क गर्नको लागि हामी यता लुकेछौँ कि तिनीहरूलाई बाटो थाहा छैन कि सिद्धार्थ चाहिँ त्यहाँबाट निक्लिसके एक्लै सेकेन्ड चाटीमा चाहिँ किस्मत र सुशील सर पनि निक्लिनु भयो दिव्या र शीर्षा मिसलाई चाहिँ अझै फोटो पुगे होइन 2 शिफ्ट भयो त्यसपछि चाहिँ तिनीहरू निक्लिन्छन् डाँडा पखा छाली तिम्रै गीत गाउँछ छातीभित्र मुटु पानी तिमीलाई बोलाउँछ सताएर नजाऊ टाढा ए माया तिम्रै लागि यो धरतीमा फाप्रै के है तिनीहरू चाहिँ अगाडि नै गए हामीले तिनीहरूलाई प्र्याङ्क गरेको थियौँ अहिले अगाडि चाहिँ गए कति फोटो खिचेर नथाकेको छिटो आऊ कि हेर्नै कारण छैन बाटो कस्तो मजा छ तर के अरे छिफोरी निन के हामीले के भेटायो काजल मिस आउनु न अलि लैजाउँ कि बुझ्नु न अरे कस्तो मनपर्छ कि ए यहाँ त जताततै कस्तो मनपर्छ है यस्तो काजल मिसको घर सजाउन यस्तो राम्रो हुन्छ के भयो उनीहरू चाहिँ ऊ त्यहाँ परबाट हात लगाइरहन हामीलाई चाहिँ देखि उनीहरूले चाहिँ उताबाट यसरी खिचिरहन हामीलाई हामी यहाँ आइसके तर उहाँ हेर्नु है हाम्रा मित्रहरूलाई पो त्यहाँ कता जानुभयो बिलाउनु भयो त मित्रहरू हामीभन्दा छिटो गएको अरे तर यहाँ हेर्नु यस्तो छ पारा
वहाँ कता पुग्नुभयो फेरि तिनीहरू हामीभन्दा छिटो आउँछु भनेर हामीलाई छोडेर गएको थियो अरे हामी तिनीहरूभन्दा छिटो आयौँ उनीहरू पछाडिका फेरि उनीहरू लिन गएका अरे के जोसिला जागरीलाई काजु मिस कस्तो होला हो राम्रो काजु मिस कस्तो राम्रो थ्याङ्क यू ऊ मेरो किस्मु र ऱ्यापर सर चाहिँ आउनुभयो सुनु धुम चाले धुम व्हाट इज दैट एक्टिङ हैन साँच्चै भन न कसम आगो के दाइहरु परमेश्वर कसम परमेश्वर मान्छे भयो बिन्ती आइदिएको ढुक्क परमेश्वरको हजुरसँग आएको के दाइसँग जान्छु भने हामीसँग आएनन् कि सिधा अगाडि गएपछि दाइसँग जान्छु भनेर गएको नि के गएन होला घर पुगेन होला हजुरहरू चारजना घर पुगेन बिचमा थियो हजुरहरूसँग आउँछु भन्दै आएको थिएँ कहाँ गएपछि घर पुगेन होला तिमी एक्लै कहाँ गएन फोन बाटो देख्छन् र देख्छन् चिनिहाल्छन् नि होइन चिनिन्न यहाँ त दाइसँग जान्छु भनेर गएको है त्यो खोज्न भने यहाँनिर दुईजना छिटो अझै बनायो काजल मिस त जति भयो नि पुग्दैन बिथा भिडियो बनाउनु फोटो खिच्नु हामीसँग झुट बोलेको त होइन नि हो हाँस्नु भयो मिस बरु तपाईँहरूले हामीलाई प्र्याङ्क गरेको हो कि भने ए त्यो दिएन यो दिदा प्लिज मलाई दिएन मलाई यहाँ कस्तो चिन्ता भयो मैले कम कसम त आएन कि सिद्धार्थ मेरो चाहिँ सिरियस मोमेन्टमा हाँस्ने बानी छ त्यही भएर चाहिँ श्रीसा मिसले बताउनु भएकै थिएन कि सिद्धार्थ हरायो भनेर तिनीहरूलाई कसम के कसम होइन मलाई यिनीहरू पनि सिरियस नै बोले जस्तो लाग्यो कि त्यही भएर त सिद्धार्थ म चाहिँ एकदम सिरियस भएर भनिरहेको थिएँ यिनीहरू चाहिँ पत्ताकै थिएनन् कसम के मिस साँच्चै कि त्यही भएर तिनीहरू अन्किदिएको यिनीहरूले हामीलाई हेर्न पत्ता होइन म ढुक्क छु सिद्धार्थ हराउँदैन के परमेश्वर पिता कसम के ल भयो हाँसिसकेपछि यिनीहरूले पत्ता साँच्चै भनेको अनेस्टली त्यही त म त ढुक्क हो सिद्धार्थ हराउनु पर्छ तिनीले हामीलाई खोज्छन् ल यहाँ हामीले कम एक दुसरा कसम पनि खाइयो भनेपछि अब सिद्धार्थले मैले यो मेरो मोबाइल हेरेर सिद्धार्थसँगै थियो सिद्धार्थलाई कल हानेको चाहिँ उसले चाहिँ उठाएन मेरो मोबाइल स्विच अफ अनि बिन्तीको कल पनि उठाएनन् आई डोन्ट नो पिता भेटिसक्यो मेरो स्विच अफ के दिव्या दे न फुल यहाँ देऊ न प्लिज देऊ न नानी देऊ न के नानी देन अहिले खालिस बक्सिङ फेरि उड्यो देन प्लिज अघि टिप्न पर्थेन हजुरले कल आयो हेलो सिद्धुको मम्मी हो कागज छोरा भने के हुने चिन्ता नगर्नु कि तिन हराउनु सिद्धार्थ ए पिपल चिम छन् भन्ने कुराहरू ल पिता जान्नु हामीलाई त भेट्यो अरे हाम्रो त साथै बिचरा सिधा माइन माता चिज त्यहाँ गाइजहरू सिद्धार्थ आई मिस यु सिद्धार्थ आज मैले यस्तो खुट्टा राख्छु अझ म भेटिएँ तिमी कता गएको सिद्धार्थ
तिमीले बाटो चिन्दैन छिटो हिँड्नु हिँड्नु भन्नुभयो नि एउटा भिडियो गराउनु के यस्तो हेर्छु कहाँदेखि जानु होला भन अब जुन सुरुमा बाटोमा आएको त्यही दुई छिटो दौड्छु भेटाइहाल्छु भनेर तु दौड्दै आएको दौडिँदै आएको लास्टमा यहाँ आएपछि त एकछिन कुरे भेट्दै भेटिनँ त्यसै उ त्यहाँ एउटा भाइलाई सोधेँ दाइहरू जानुभयो कि नै भनेर सोधेँ कि नाइ जानु भएन ल भयो छोड्देऊ थ्याङ्क यू दाइ ल अब म तिमीलाई यहाँ हाम्रो खासियत भन्छु यो उसमा चाहिँ हामी यति खेलिन्थ्यो यसरी दौडिने बाजे अहिले हामी एउटा भाउजू घरमा आएको अनि यहाँ चाहिँ हामी आगो ताप्दैछौँ यता आऊ न सानो ए यहाँ के पिता तिम्रो नहार यहाँ त उतै बग्यो है चाची खै यहाँ त म तिमी पुछिदिन्छु कस्तो राम्रो आएको थ्याङ्क यू भन्नु बिस्तार आलुको बिउ दिस फर यु अनि हामी बाटोमा आउँदा एउटा आमाको घरमा पनि गयौँ आमा हात दिनु मलाई सन्चै हुनुहुन्छ आमा ए नमस्ते तिनी त विदेशी जस्तै होइन कति राम्रा हुन् नमस्ते आमा ढोकामा ठोकेला है राम्रोसँग बस किस्मत अनि हामीले एकछिन आमाका दुःख सुखका कुराहरू पनि सुन्यौँ हामी जान्छौँ ल बाई आमा हाम्रो पहिलाको ठाउँको महल यति ठुलो यो त हवेली हो पहिला यस्तो 2 तला घरहरू हुन्थेनन् कति वर्ष पुरानो अरे कति वर्ष पुरानो होला यो घर भन्नु न लगभग यो कति वर्ष पुरानो होला घर 30-40 वर्ष भयो होला यही घर बनाएको जन्मेको किम्दा कति वर्षको हुनु 35-40 हुनु बा त्यति वर्ष पुरानो ल फाइनली गाइज हामी घर पनि आइसक्यौँ हाम्रो दिदीलाई झन्डै आइदिनु ल गरमा चिया तातो चिया खाँदैछौँ अब हामी ल यता हेर नबिना दुवा कति छ आचो अन्नै पकाएर राखिदिएको थिएँ तपाईँहरू आउनु भएन आज त कति चोटि हुने भयो होइन मिस चिया एभ्रीबडीले खान्छ डलीवाला डली चाहिँ माइजू चाहियो यो त माइजू चाहियो स्पेसल माइजू स्पेसलै हो कि मिठो भयो त्यो माइजू हिजोको ए बिहानको चाहिँ 3 किलो 3 जनाको थाहा थियो माइजूको कुनै बहिनी हुनुहुन्थ्यो हजुर दिदी हुनुहुन्छ मैले फेस हेर्दाखेरि हाम्रो पिता माइजू जस्तो देखेको क्या बोली पनि ठ्याक्कै याद आएको क्या मलाई कस्तो थियो ज्याकी खै जाकी नै माइजू मलाई धेरै नदिनु भयो मलाई यति भयो हुन्छ धन्यवाद पहाडको ताजा दुध फ्रेस देख्नु त धन्यवाद सुनिल यता चाहिँ फेरि सुनिल खाके बिन्ते थोरै माइजू कस्तो मिठो बनाउनु भएको खाऊ के एकदम मन पर्दैन बिन्ते लिएर मैले ल टेस्टी चाहनुहुन्छ भने आउनु नरम माइजूको चिया उता थपिदिनु ल किस्मुला इज वेटिङ फर थप भाँडै दिए नि हुन्छ होला त माइजुन चिया लपर हो के एक गिलास हो कि भात चाहिने चिया हो कि मलाई भात नदिए हुन्छ एकदम
चिया दिनभरि बनाउँदै दिए पनि खाने बुवा हुनुहुन्थ्यो के नदेखि पनि गिलास देखाउने हामी तीनजना एउटै लाइन आज चाहिँ मेरो च्यानल सब्सक्राइब 600 पुग्यो हिजोसम्म 44 थियो 544 आज 600 पुग्यो 1K हुने बेला चाहिँ पार्टी है ल सबैलाई अचाल त कस्तो तरिकाले ग्रो भइरहेको अब चाहिँ छिट्टै 1K पुरानो पर्छ सबले सेयर गर्नु पर्यो पुरै भिडियो हेर्नु पर्यो नकाटिकिन वाच आवर टाइम गर्नु पर्यो काट्नु पर्छ के ढुक्क ढुक्क विशाललाई हजुरलाई कुन रानी लिन आउँछ खरानी राजकुमारले यहाँलाई चिन्नु यिनीहरू नयाँ हुन् उसलाई चाहिँ चिन्यो राजकुमार नै तपाईहरु आउनु त भएको थिएन के पहिला गएको सबै पहिला गएको गाउँका जो पनि पहिला आउँछ क्या पहिला आएका यता पनि पहिला आएको अहिले आउनेवाला दिदी पनि पहिला आएको सबै पहिला जाने हामी कहिले जाने पहिला भन्नु त मिस हामी त दोस्रो जाने ए लिन आए मात्र जाने गाजाका साथ लिन आउँछ गाजा पनि चाहियो अरे सासूको नाम के अरे नाम भन्दिनु न नाम गाउँतिर यस्तो हुन्छ कि ढेडे ढेडे नि नाम पाए नाम काउले आजको के अरे भुदा कि भुजा कटल काइली बरा रुखे माइली त्यस्तै हुन्छ दिव्यालाई हेरे मोटीको छोरी भन्छन् हाम्रोलाई त टुन्टेकी नाति यता मुसेकी बुहारी हाम्रो मामलाई टुन्टेकी बुहारी अनि हिरेनी भन्छन् हजुरलाई काइली भन्छन् Okay friends, thanks for watching. See you in next video. Bye bye.